हेलो नमस्ते हजुर। हामी आज पोलिस आइपुगेका छौँ। पोलिसको यो सहरबाट हजुरलाई प्रत्यक्ष प्रसारण देखाइरहेको छ हामीले। पोलिसको यो पुरानो बजार रहेछ। यहाँ पोलिसमा चाहिँ हाम्रो नेपालको ठमेल बजार जस्तो रहेछ। भित्रपट्टि रेस्टुरेन्टहरू, सानो अनकन्तारको रेस्टुरेन्टहरू रहेछ। हामी यहाँ घुम्दैछौँ। अगाडि दिपक बुढाथोकी हुनुहुन्छ सिन्धुलीबाट। मेरो घर चाहिँ धादिङ हो। हाल म काठमाडौँ काभ्रेस्थलीमा बस्छु। अहिले हामी हेर्दै जाऊँ। हामी चाहिँ पोलिसको यो अनकन्तार गल्लीभित्र छिरेको छ। हाम्रो ठमेल झम्सीखेल जस्तो रहेछ। हेर्दाखेरि पुरै पुरानो बस्ती, पुरानो घर, लटरम्ब फुल फुलिरहेको छ। यतापट्टि गार्डन रेस्टुरेन्ट रहेछ। यतापट्टि पनि रेस्टुरेन्ट रहेछ, पुरानो रेस्टुरेन्ट। भित्रपट्टि साह्रै रमणीय ठाउँ पनि रहेछ, तर एक्सपेन्सिभ रहेछ यहाँको मेनुहरू। हामीले खाना त खान सकेनौँ। कफी खायौँ र केही क्रोसनहरू खायौँ र आज पेट भऱ्यौँ। आज हामी पोलिसको पुरै बजार घुम्ने तर्खरमा छौँ, तर आज मौसमले साथ दिला जस्तो चाहिँ छ, तर पानी पर्ला जस्तो पनि छ। हामी बेलुका 4 बजेको रिटर्न टिकट हामीले लिइसकेका छौँ। यहाँबाट हामी रिटर्न टिकट पापोस जानेछौँ। जोस् हामीलाई पोलिस बजारको पुरानो बजार आउनुहुन्छ भने चाहिँ साह्रो रमाइलो रहेछ। अनकन्तार ठाउँमा रेस्टुरेन्टहरू बिजी आवरमा रहेछ। सबै बिजी अवस्थामा छ। सबैजनाहरू व्यस्त छन्, खाइरहेका छन् मान्छेहरू। तर रमाइलो लाग्यो मलाई चाहिँ। तपाईँहरू केही गरी पोलिस आउन चाहनुहुन्छ भने पोलिस आउन चाहनुहुन्छ भने पापोसको काराबेलाबाट 645 को गाडी चढेर तपाईँ सिधै यहाँ आउन सक्नुहुनेछ र घुम्न सक्नुहुनेछ। मलाई चाहिँ एकदमै मन पर्यो। सानो ठाउँ रहेछ, घुम्नलाई पनि धेरै टाइम लाग्दैन रहेछ। लगभग 1 घन्टाको डिस्टेन्समा तपाईँ हिँडेरै पैदलमै पोलिस चाहिँ सकिँदो रहेछ। साह्रै मन पर्यो। यहाँतिर नेपाली पनि रहेछ। रेस्टुरेन्टहरूमा काम गर्ने नेपाली दाजुभाइहरू पनि हुनुहुँदो रहेछ, दाजुभाइ दिदीबहिनीहरू हुनुहुँदो रहेछ। हामीले धेरै गफ गऱ्यौँ, रमाइलो पनि गऱ्यौँ। दिदीबहिनीहरूलाई पनि भेट्ने मौका भयो, दाजुभाइहरूलाई भेट्ने मौका पाइयो। धेरै नेपालीहरू साइप्रस आइसकेका रहेछ। अहिलेको परिवेश हेर्ने हो भने नेपालीहरू साइप्रसमा धेरै नै रहेछ। खुब खुसी लाग्यो। हामी यो बाटो हुँदै आएका थियौँ। अब हामी यही बाटो नै फर्किनेछौँ। हामीले यतापट्टिको राइट साइडहरूको सबै घुमिसक्यौँ। हेर्दाखेरि यो पुरानो बजार रहेछ। यहाँको एकदमै पुरानो बजार रहेछ। यहाँका मान्छेहरू कमर्सियल खालको नै रहेछ। यहाँ घरहरू कमर्सियलहरू रहेछ। यहाँको लोकल बासिन्दाहरूलाई चाहिँ प्रायोरिटी रहेछ। विदेशबाट घुम्न आउनेहरूको लागि कफी रेस्टुरेन्टहरू, खानाहरू, इटालियन खानाहरू बढी चल्दो रहेछ यता। हामी धेरै बेर घुम्यौँ र अब हामी फर्किने तयारीमा छौँ। मौसमले पनि गडाङगुडुङ गरिसकेको अवस्था छ। पानी पर्छ कि जस्तो छ। हामी अब फर्किने क्रममा जारी छ। अब फेरि म अर्को भिडियो हाल्नै छु। तपाईँहरूले भिडियो हेरेर प्रतिक्रिया पनि दिनुहोला र मेरो यो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्ने म विश्वस्त छु। धन्यवाद।